च्याम्पियन्स लिग इज ब्याक गाइज। बार्सिलोनाले आफ्नो 2025-26 सिजनको च्याम्पियन्स लिगको सुरुवात गर्दैछ न्युकासल युनाइटेडको अगेन्स्ट म्याच खेलेर, त्यही पनि न्युकासल युनाइटेडको होम ग्राउन्ड सेन्ट जेम्सेस पार्कमा। बार्सिलोना र न्युकासल युनाइटेडले अहिलेसम्म 4वटा कम्पिटेटिभ म्याच खेलेका छन्, जसमा एकचोटि न्युकासल युनाइटेडले जितेको छ भने 3 चोटि एफसी बार्सिलोनाले जितेको छ। बार्सिलोनाको अर्को एउटा रेकर्ड छ जुन चाहिँ एकदमै इम्प्रेसिभ छ। बार्सिलोनाले पछिल्लो 16वटा च्याम्पियन्स लिग म्याच जुन चाहिँ इङ्ग्लिस अपोनेन्टसँग भएको थियो, त्यो मध्ये 12वटा म्याच जितेको छ। अब न्युकासल युनाइटेडको एउटा स्ट्याट छ जसले चाहिँ बार्सा फ्यानलाई राहत दिन सक्छ। न्युकासल युनाइटेडले चाहिँ अहिलेसम्म टोटल 11 चोटि स्पेनिस अपोनेन्टलाई फेस गरेको छ, जसमा 6 म्याच जितेको छ भने 5 म्याच हारेको छ न्युकासल युनाइटेडले। रिसेन्ट च्याम्पियन्स लिग रनको कुरा गर्ने हो भने 24-25 सिजनमा एफसी बार्सिलोनाले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। 24-25 सिजन च्याम्पियन्स लिगको लागि न्युकासल युनाइटेड क्वालिफाई नै भएको थिएन। न्युकासल युनाइटेडले 23-24 सिजनको च्याम्पियन्स लिग खेलेको थियो, जसमा प्यारिस सेन्ट जर्मनलाई 4-1 गोल अन्तरले हराएको थियो ग्रुप स्टेजमा। न्युकासल युनाइटेडले खेलेको पछिल्लो 8 च्याम्पियन्स लिग म्याचेसमा एक मात्र म्याच जित्न सफल भएको छ र त्यो म्याच त्यही पिएसजी वाला म्याच थियो। अब म्याच डे स्क्वाडको बारेमा कुरा गरौँ है त। एफसी बार्सिलोनाको लागि बार्साको सबैभन्दा बेस्ट अट्याकर लमिन यामाल इन्जर्ड छन्। लमिन यामाल यो म्याचबाट आउट छन् कम्प्लिटली। बार्साको लेफ्ट ब्याक एलेहान्द्रो बाल्डे र गावी मिडफिल्डर गावी पनि यो म्याचको लागि आउट छन् भने फ्रेङ्की डियोङ यो म्याचको लागि डाउटफुल छन्। उनको नाम स्क्वाडमा चाहिँ छ तर खेल्नको लागि अझै पनि डाउटफुल छन् फ्रेङ्की डियोङ। अब न्युकासल युनाइटेडको इन्जर्ड प्लेयरको लिस्ट हेर्ने हो भने 2 जना समर साइनिङ्स योहेन विसा र जेकब रेम्जी दुईटै यो म्याचबाट आउट छन्। न्युकासल युनाइटेडको रिसेन्ट फर्म त्यति राम्रो छैन। 4 म्याचमा मात्र 1 म्याच जित्न सकेको छ, 2 म्याच ड्र भएको छ र 1 म्याच हारेको छ न्युकासल युनाइटेडले भने एफसी बार्सिलोनाले 4 म्याचमा 3 म्याच जितेको छ र 1 म्याच ड्र गरेको छ। एफसी बार्सिलोनाका लागि मुख्यतः 2टा ठुला च्यालेन्जहरू छन्। पहिलो त सेन्ट जेम्सेस पार्कको एटमोस्फियर। विश्वका ठुला प्लेयरहरूलाई क्रम्बल गर्न बाध्य बनाउने एटमोस्फियर हुन्छ सेन्ट जेम्सेस पार्कको। न्युकासल फ्यान्सहरू यति धेरै प्यासनेट हुन्छन् के आफ्नो टिमलाई प्यासनेटली फलो गर्नको लागि वर्ल्डभरि नै जानिएको फ्यान बेस हो न्युकासल युनाइटेड। त्यही भएर बार्सिलोनाको यङ प्लेयरहरूले यो च्यालेन्जसँग चाहिँ कोप अप गर्ने मेन्टालिटी बनाएर आउनुपर्छ यो म्याचमा। र अर्को च्यालेन्ज छ न्युकासल युनाइटेडको फिजिकलिटी। एडी हावेले खेलाउने फिजिकल फुटबल। एफसी बार्सिलोना एकदमै टेक्निकली सुपेरियर टिम हो, तर हामीले विभिन्न कालखण्डमा देखिरहेको छौँ, पछिल्लो केही वर्षमा देखिरहेको छौँ बार्सिलोना चाहिँ फिजिकल टिमहरूसित स्ट्रगल गर्छ। चाहे त्यो लालिगामा गिटाफे होस्, सेल्टा भिगो जस्तो टिमहरू होस्, एथलेटिको म्याड्रिड जस्तो टिमहरू होस्, अथवा च्याम्पियन्स लिगमा बायर्न म्युनिक जस्तो टिमहरू होस्। लास्ट सिजन इन्टर मिलानको म्याच 2टा म्याचले पनि त्यो प्रुभ गर्छ बार्सिलोनाले फिजिकलिटीसित स्ट्रगल गर्छ भनेर। र न्युकासल युनाइटेड अहिलेको समयमा वर्ल्डको सबैभन्दा फिजिकल फुटबल खेल्ने टिम हो। न्युकासल युनाइटेडको प्लेयरहरूको एभरेज हाइट छ 6 फिट। अब यसलाई एफसी बार्सिलोनाको प्लेयरहरूसित कम्पेयर गरौँ जुन चाहिँ 5 फिट 10 इन्च हो। त्यही भएर बार्सिलोनाले न्युकासल युनाइटेडको अगेन्स्टमा सेट पिसहरूमा डिपेन्ड गर्नलाई स्ट्रगल गर्न सक्छ। अब मेरो बार्सा लाइनअपको कुरा गरौँ है त। न्युकासल युनाइटेडको अगेन्स्टमा एज अ बार्सिलोना फ्यान म चाहिँ के लाइनअप खेलाउन चाहन्छु। इन गोल जोन गार्सिया नो डाउट, लेफ्ट ब्याक जेरार्ड मार्टिन, लेफ्ट सेन्टर ब्याक पाउ कुबार्सी, राइट सेन्टर ब्याक रोनाल्ड अराउखो। न्युकासल युनाइटेडको फिजिकलिटीलाई मध्यनजर गर्दै रोनाल्ड अराउखो चाहिँ यो स्टार्टिङ 11मा मैले राखेको छु। त्यसपछि राइट ब्याक जुल्स कुन्डे। मिडफिल्ड 3 हाम्रो सधैँ त्यही होली डुओ फ्रेङ्की डियोङ र पेड्रीको हुन्छ। यदि फ्रेङ्की फिट छ भने जसरी नि स्टार्ट गर्छन्। त्यसपछि थर्ड मिडफिल्डर म चुज गर्छु फर्मिन लोपेजलाई। न्युकासल युनाइटेडको मिडफिल्ड स्यान्ड्रो टोनाली, ब्रुनो गिमारेस र जोलिङटनको एकदमै रोबस्ट फिजिकल मिडफिल्डलाई चिर्नको लागि फर्मिन लोपेजको फिजिकलिटी, अनप्रेडिक्टेबिलिटी र क्रिएटिभनेस चाहिन्छ। त्यही भएर फर्मिन लोपेजलाई म यो म्याचमा प्रिफर गर्छु ओभर ड्यानी अल्मो। त्यसपछि अब राइट विङ्गरको कुरा गर्ने हो भने म रफिनियालाई स्टार्ट गराउन चाहन्छु ओभर रुनी बार्जी। रुनी बार्जी यङ प्लेयर छ र सेन्ट जेम्सेस पार्कको त्यस्तो होस्टाइल एटमोस्फियरमा एकैचोटि उतार्दिन म चाहन्न। त्यही भएर रफिनियाले जसले चाहिँ बार्सा करियरको सुरुवात नै एज अ राइट विङ्गर गरेको थियो, रफिनियाले त्यहाँनिर स्टार्ट गर्छ। पछि फर्मिनसित पोजिसन एक्सचेन्ज गर्दै खेल्न पनि सक्छ। त्यसपछि लेफ्ट विङ्गर म प्रिफर गर्छु मार्कस र्यासफोर्डलाई।
मार्कस र्यासफोर्ड प्रिमियर लिग प्रोभन प्लेयर हो, यो सेन्ट जेम्सेस पार्कमा बारम्बार खेलेको प्लेयर हो, त्यही भएर मार्कस र्यासफोर्डलाई म यो फिजिकल प्लेयर पनि हो, यो लाइनअपमा एज अ लेफ्ट विङ्गर राख्न चाहन्छु। अब म स्ट्राइकरमा स्टार्ट गराउन चाहन्छु रोबर्ट लेभान्डोस्कीलाई। म्याच साप्नेस छैन, तर पछिल्लो म्याचमा 15-20 मिनट खेलेर 2 गोल स्कोर गरेको छ, त्यसको कन्फिडेन्स पनि हुन्छ। अनि त्यसपछि स्पेसल्ली न्युकासलको सेन्टर ब्याक डुओ बोटम्यान र सार जुन चाहिँ 6 फिटभन्दा माथि छन् दुवैजना, त्यो डुओलाई ट्याकल गर्नको लागि रोबर्ट लेभान्डोस्की आफैमा एकदम अल्को स्ट्राइकर हो, त्यो स्ट्राइकरको प्रेजेन्स बक्समा हुनुपर्छ। र फेरान टोरेसको रेकर्ड न्युकासल युनाइटेडसित राम्रो छ, तर त्यो न्युकासल युनाइटेड फरक थियो र यो न्युकासल युनाइटेड फरक छ। त्यही भएर म रोबर्ट लेभान्डोस्कीलाई यो म्याचमा स्टार्ट गराउन चाहन्छु र लास्ट सिजन जस्तै फेरान टोरेसलाई चाहिँ एज अ सुपर सब युज गर्न चाहन्छु। यो चाहिँ मेरो बार्सिलोनाको लाइनअप छ। तपाईहरुलाई के लाग्छ? बार्सा जित्छ? एज अ बार्सिलोना फ्यान म एकदमै डरा छु मेरो कुनै प्लेयर इन्जोर्ड नहुने यो म्याचमा। अभियसली म आफ्नो टिमलाई ब्याक गर्छु, तर प्रेडिक्ट चाहिँ गर्दिन बार्साले जित्छ भनेर अथवा हार्छ भनेर, किनभने बार्साको म्याचमा मैले प्रेडिक्ट गर्न छोडिसकेँ। तपाईहरु आफ्नो प्रेडिक्सन कमेन्टमा ड्रप गर्नु होला। थ्यांक यू। भिडियो राम्रो लागे च्यानललाई सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला, बेल आइकन अन गर्नु होला। थ्यांक यू।